सबैजनालाई नमस्कार। यहाँ देख्न सक्नुहुनेछ यो चाहिँ चुम्लुङ पार्कको भ्यू आजको हैन। यहाँ मेरो छोरा आउँदैछ अनि त्यस पछाडि यहाँको घरहरू पनि हेर्न सक्नुहुनेछ सबैजनाले। आज कस्तो राम्रो घाम पनि लागेको छ। यहाँ मेरो घरहरू हेर्नुस् त कस्तो राम्रो छ। वाउ, आजको सिन पनि त्यस्तै राम्रो देखिरहेछ। अनि त्यस पछाडि चाहिँ अब यहाँ मेरो छोरो मसँगै आइसकेछ। अब यहाँबाट पारी जान्छु भन्दैछ, जान सकिँदैन भनेर मैले चाहिँ रोकेँ। अब त्यस पछाडि यहाँ मेरो हस्बेन्ड बसिराख्नु भएको छ। उहाँ चाहिँ हेर्नुहुन्छ ड्रेस लाम भन्दै थिए, ड्रेस नलाउने भन्दै कुरा गर्दै हुनुहुन्छ। घाम तापेर बस्छु बरु भन्दै बसिराख्नु भएको छ। अब त्यस पछाडि म चाहिँ यहाँ बसिरहेको छु। अब म चाहिँ ड्रेस लाउन भनेर भित्र जाँदैछु। अब यहाँ भित्र गइसकेँ, म पनि ड्रेस लाउँदैछु। मलाई चाहिँ यहाँको दिदीले ड्रेस लगाइदिनु भएको, उहाँले यति राम्रो लगाइदिनु हुँदो रहेछ। त्यस पछाडि मलाई यहाँ गहनाहरू पनि लगाइदिँदै हुनुहुन्छ, कस्तो राम्रो देखेको। अब म चाहिँ यहाँबाट निस्किँदैछु बाहिर। म चाहिँ यहाँबाट बाहिर निस्किसकेँ। अब यहाँ भिडियो बनाउँदै अब फोटोहरू खिच्नको लागि बाहिर निस्किसकेँ। ल हेर्नु सक्नुहुनेछ भिडियो। अब भिडियो बनाइसकेपछि फोटोहरू खिच्छु म। यहाँ फोटो खिच्दै यहाँ टिकटक बनाउँदैछु, भिडियोहरू पनि छ। सबैजना आउनु होला, घुम्न रमाइलो छ। यहाँ चुम्लुङ पार्क बसन्तपुर नजिकै। हजुरहरू सबैजनाले माया गरिदिनु होला, लाइक गरिदिनु होला, सब्सक्राइब गरिदिनु होला मेरो युट्युब च्यानलमा। ल हेर्नुहोस् कल्चर, लिम्बू कल्चरमा कस्तो राम्रो ड्रेस, त्यस्तै यहाँ घोडाहरू पनि रहेको रहेछ। सबैजनाले रमाइलो गर्न सक्नुहुनेछ। घुम्नको लागि एकदम राम्रो ठाउँ रहेको छ। अब हामी यहाँ फोटोहरू पनि खिच्दैछौँ सबैजना बसेर। मैले पनि फोटोहरू खिचिसकेँ। अब त्यस पछाडि थ्याङ्क यू, धन्यवाद सबैजना।